एपिसोड सुरु हुन्छ र अनि हामीलाई धेरै केटीले लगाउने सामानहरू देखाइन्छ। अनि त्यहाँ एउटा केटा उभिएर त्यो सामानहरू बेच्ने ट्राई गर्दै थियो। तर त्यो केटा एकदमै सुस्तो बोलिराखेको थियो र त्यसैले उसलाई कसैले सुन्दैन। अनि त्यो केटा सोच्छ र भन्छ, मैले 100वटा बेच्न छ तर मैले अहिलेसम्म 4वटा मात्र बेचेको छु। अनि त्यो केटा सोच्छ कि म भोलि कल्चरल फेस्टिभलमा धेरै बेच्न सक्छु होला। अनि त्यो केटा क्लासमा जान्छ अनि त्यहाँ एउटा एकदमै राम्री केटी उभिएर बसेकी हुन्छ। अनि त्यो केटी बोल्छ, तिमी यु होइन त्यो साइन्स क्लबको। अनि हाम्रो यु त्यो केटीलाई देखेर एकदमै घबराउँछ। अनि त्यो केटी भन्छ कि तिमी यसरी आफ्नो स्टल छोडेर कता गएको थियौ? अनि तिमी यो स्टलमा नभएको कारण मैले यो स्टलको रेखदेख गर्न पर्यो अनि धेरै पिस बेचे। अनि यु सोच्छ र भन्छ, म साह्रै इन्ट्रोभर्ट छु त्यसैले मैले धेरै मार्केटिङ गर्न सकेको छैन। अनि उसँग धेरै पिसहरू बचिरहेको थियो। तर यो केटीले यत्रो धेरै पिस सजिलै बेच्दियो। अनि युले त्यो केटीलाई भन्छ, म धन्यवाद मेरो हेल्प गर्नको लागि। अनि त्यो केटी भन्छ, तिमीलाई 100वटा पिस मात्र किन बेच्नु छ? अनि यु भन्छ कि म तिमीलाई यो भन्न सक्दिनँ। त्यसपछि यु सोच्छ र भन्छ, यदि मैले यो केटीलाई म किन बेच्न थालेको भनेर भन्यो भने यो केटी म माथि हाँस्छे। अनि त्यो केटी हार मान्दिने त्यो कुरा थाहा पाउनको लागि आफ्नो पुरै ट्राई गर्छ। अनि त्यो केटाले त्यो केटीको राम्रो फेस देखेर एकदमै प्रेसर महसुस गर्छ। त्यही भएर युलाई यस्तो राम्री केटीहरू मन पर्दैन, किनकि हाम्रो यु तिनीहरूको अगाडि बेसहारा हुन्छ। अनि त्यो केटा भन्छ कि मलाई फुलबाट यो सामानहरू बनाउने करियर बनाउनु छ। अनि यो टार्गेट मलाई आफ्नो फ्यामिलीबाट प्राप्त भएको हो। त्यो कुरा सुनेर त्यो केटी हाँस्छ र एकदमै जुसहरू तल खसाल्छ। अनि यो त्यो केटीलाई हेरे गर्छ र त्यो जुस युको माथि खस्छ। अनि त्यो केटी भन्छ कि यस्तो करियर गर्न एकदम गाह्रो हुन्छ।